प्रोसेसमा इन्भल्भ हुने इन्जाइम्सहरू के हुन् है, इन्जाइम्सहरू के हुन् र नेसेसरी डायग्राम भनेको छ है। ओके, अब हामीले बुझ्नुपर्ने कुरा यहाँ के छ भन्दा सुरुमा हेर बाइ सेमी कन्जर्भेटिभ मेथड भनेको छ है। के हो, वाट इज सेमी कन्जर्भेटिभ? सुरुमा वाट इज सेमी कन्जर्भेटिभ? दुईटा डिएनए स्ट्रान्ड चाहिँ सेपरेट हुन्छ जहाँ चाहिँ कम्प्लिमेन्ट्री स्ट्रान्डहरू नयाँले सिन्थेसाइज हुन्छ। ल ठिक छ, सेमी भनेको 50% है, कन्जर्भेटिभ भनेको कन्जर्भ हुन्छ। जस्तै हामीले पढ्छौँ नि, इनर्जी इज नाइदर बी क्रिएटेड अर नट डिस्ट्रोयड बट इट क्यान बी कन्जर्भ भन्नुको अर्थ के हो भन्दा चाहिँ इनर्जी फुल 100% कन्जर्भ हुन्छ भन्छौँ नि। त्यसै गरी सेमी कन्जर्भेटिभ भनेको के हो भन्दा हेर त यो डिएनएको दुईटा स्ट्रान्ड छ भने है, अब यो दुईटा स्ट्रान्ड अफ डिएनएले है सपोज यो डटर डिएनए बनायो भने है, यो दुईटा डटर डिएनए बनायो भने चाहिँ यसमा 50% अफ प्यारेन्ट डिएनए आउँछ, यसमा पनि 50% अफ प्यारेन्ट डिएनए आउँछ है। मैले अर्को कलरले बनाउँछु तिमीलाई सजिलो होला। जस्तै यो रातो भनेको के भयो भन्दा दिस इज प्यारेन्ट डिएनए है, यो रातो भनेको प्यारेन्ट डिएनए भयो है, दिस इज प्यारेन्ट डिएनए है। अब दिस आर डटर डिएनए है, अथवा रेप्लिकेट भएको डिएनए है। अब के भयो भन्दा यो दुईटा डटर डिएनए जुन छ त्यसमा चाहिँ एउटा हेर त भन त के भन्दै थियौ? बुझ्यो कि बुझेनौ तिमीहरूले भने त? सेमी कन्जर्भेटिभ भनेको चाहिँ प्यारेन्टको दुईटा स्ट्रान्ड अफ डिएनए जुन छ नि त्यो चाहिँ डटरमा एउटा एउटा स्ट्रान्ड गयो क्या है। जस्तै यहाँ 100% प्यारेन्ट छ भने यसमा कति पर्सेन्ट प्यारेन्ट छ? दिस इज 50%, दिस इज 50% है। यो भन्नुको मतलब के हो भन्दा सेमी कन्जर्भेटिभ हो है। बुझ्यौ? बुझ्यो भाइ? ओके, अर्को यहाँ हेर, अर्को के भनेको छ भन्दा चाहिँ डिएनए इज रेप्लिकेटेड टु फर्म द सेम टाइप अफ टु आइडेन्टिकल डिएनए इन एस फेज अफ इन्टरफेज भनेको छ। अब हामीलाई के पनि थाहा हुनु पर्यो भन्दा डिएनए है युक्यारोट हेर त युक्यारोट्समा है, युक्यारोट्समा डिएनए कहाँ रेप्लिकेट हुन्छ? एस फेजमा। हो, डिएनए रेप्लिकेट्स इन एस फेज है। हामी सेल डिभिजन त राम्ररी पढेको छौँ है, यो फेरि रिभाइज गर्नुपर्छ हामीले। जस्तो सेल डिभिजनमा के हुन्छ भन्दा हेर त यहाँ G1 फेज हुन्छ, एस फेज हुन्छ, G2 फेज हुन्छ र एम फेज हुन्छ हो। यो एस फेजमा के हुँदो रहेछ भन्दा डिएनए रेप्लिकेट हुँदो रहेछ है। अब एस फेजमा डिएनए रेप्लिकेट हुने हो भने डिएनए रेप्लिकेसनको लागि त इन्जाइम्सहरू चाहिन्छ। त्यो इन्जाइम त सुरुमा बन्नु पर्यो नि त रेप्लिकेट हुनलाई, भनेपछि त्यो इन्जाइम्सहरू कहाँ बन्नु पर्यो? G1 फेजमा है। G1 फेजमा चाहिँ इन्जाइम्सहरू बन्दो रहेछ है, यो कुरा पनि तिमीहरूलाई थाहा भयो है। अब हामी मेकानिजममा जान्छौँ है, डिएनए कसरी रेप्लिकेट हुन्छ डिटेल मेकानिजममा जान्छौँ। कसको डिस्टर्बेन्सको आवाज आएको छ प्लिज म्युट गर है, यदि है आफूले अरूलाई डिस्टर्ब गर्नु भएन है त। ल अब हामीलाई थाहा छ दुईटा प्रकारको सेल हुन्छ, एउटा युक्यारियोटिक सेल हुन्छ, अर्को प्रोक्यारियोटिक सेल हुन्छ है। युक्यारियोटिक सेलमा पनि डिएनए हुन्छ, प्रोक्यारियोटिक सेलमा पनि डिएनए हुन्छ हो। तर हामीलाई एक्जाममा सुन्ने भनेको चाहिँ युक्यारियोटिक सेलको डिएनए कसरी रेप्लिकेट हुन्छ भनेर सोध्छ है, प्रोक्यारियोटिक सेलको डिएनए को रेप्लिकेसन हामीलाई सोध्दैन है। अब युक्यारियोटिक सेलको डिएनए हेर त, युक्यारियोटिक सेलको डिएनए है कस्तो हुन्छ भन्दा इट इज डबल स्ट्रान्डेड है, इट इज डबल स्ट्रान्डेड र इट इज लिनियर है। इट इज डबल स्ट्रान्डेड एन्ड लिनियर है। तर ब्याक्टेरियामा के हुन्छ प्रोक्यारियोट्समा इट इज डबल स्ट्यान्डर्ड बट इट इज सर्कुलर है, एउटा डुनटको जस्तो सेप हुन्छ है त। ओके, अब के हुन्छ भन्दा यहाँ हेर यो लामो डिएनएमा है एक ठाउँबाट मात्र यदि डिएनए रेप्लिकेसन स्टार्ट भयो भने इट टेक्स सो मच टाइम है, टाइम चाहिँ एकदमै धेरै लाग्छ है। त्यही भएर एउटा ठुलो डिएनएमा मल्टिपल ठाउँमा एकैचोटि रेप्लिकेट भइरहेको छ है,
त्यो मल्टिपल ठाउँलाई हामीले के भन्छौँ भन्दा रेप्लिकन भन्छौँ है। ठिक छ। अब जस्तै यो ठुलो लामो डिएनए छ है, लामो डिएनएमा के हुनु पर्यो भन्दा है रिप्लिकनहरू बन्नु पर्यो है। जस्तै फर इक्जाम्पल यो डिएनए भयो है, यो डिएनए भयो भनेपछि अब हाम्रो सेलभित्रको डिएनएमा अलरेडी के डिटरमाइन भएको हुन्छ भन्दा चाहिँ यहाँदेखि यहाँसम्म एउटा रेप्लिकेसन हुनुपर्छ, यहाँदेखि यहाँसम्म एउटा रेप्लिकेसन हुनुपर्छ, यहाँदेखि यहाँसम्म एउटा रेप्लिकेसन हुनुपर्छ है। ठिक छ। यसलाई चाहिँ हामीले के भन्छौँ भन्दा रेप्लिकन भन्छौँ है। रेप्लिकन भनेको के भन्दा इट इज अ युनिट अफ डिएनए है। यसलाई हामीले के भन्यो भन्दा चाहिँ रेप्लिकन है। रेप्लिकन भनेको इट इज युनिट अफ डिएनए, युनिट अफ डिएनए है, द्याट इज रेप्लिकेटेड है, द्याट इज replicated from a single origin अथवा ओराई है। ओके। अब हामीलाई के थाहा भयो भन्दा एउटा ठुलो लामो डिएनएमा मल्टिपल रेप्लिकन हुँदो रहेछ है। अब मैले यहाँनिर यहाँ हेर्नु त, जस्तै यो एउटा रेप्लिकन भयो, सरी एकैछिन है। ओके ल, यो एउटा रेप्लिकन भयो, यो एउटा रेप्लिकन भयो, यो एउटा रेप्लिकन भयो, यो एउटा रेप्लिकन, चारवटा रेप्लिकन भयो है। यो सबै ठाउँमा डिएनए रेप्लिकेसन भइरहेको छ है। र इन्डिभिजुअल रेप्लिकनमा एउटा यस्तो साइट हुन्छ है, जस्तै यो साइट भयो सपोज, यो साइटलाई हामीले ओरिजिन अथवा ओराई भन्छौँ है। यहाँबाट चाहिँ बल्ल डिएनए रेप्लिकेसन चाहिँ स्टार्ट हुन्छ भन्न खोजेको है। ओरिजिन भनेको चाहिँ इट इज अ पोइन्ट वेयर डिएनए रेप्लिकेसन स्टार्ट है। ठिक छ। यो पोइन्टलाई हामीले ओराई भन्यौँ है। यो पोइन्टहरूलाई चाहिँ हामीले ओराई भन्यौँ, बिचको कुनै पोइन्टलाई है त। ओके। अब सिंगल ओरिजिन भनेको यो हेर त, यसलाई ओरिजिन पनि भन्छौँ अथवा ओराई पनि भन्छौँ है। यदि हामीले युक्यारियोटिक रेप्लिकेसनको कुरा गर्छौँ भने त्यसलाई हामीले ओरिजिन भन्छौँ है। युक्यारियोटको केसमा चाहिँ हामीले ओरिजिन भन्छौँ भने प्रोक्यारियोट्सको केसमा चाहिँ हामीले के भन्छौँ, ओराई भन्छौँ है। ठिक छ, ठिक छ है। हजुर माइक अफ गर्न भन्नु न, डिस्टर्ब भइरहेछ। ओके, कसको माइक अन छ माइक अफ गरिदेऊ न है। एकदमै डिस्टर्बिङ आवाज आएको छ, म आफैले गरिदिन्छु एकैछिन। कसकोबाट हो आवाज आएको डिस्टर्बिङ? हेलो इन्फ्लेक्स। ओके ल ल है त। अब हामीले एउटा रेप्लिकन, इन्डिभिजुअल रेप्लिकन हेऱ्यौँ भने चाहिँ कस्तो देखिन्छ भन्दा है, अब चाहिँ हामी इन्डिभिजुअल रेप्लिकनमा जान्छौँ है त। यो इन्डिभिजुअल रेप्लिकनमा हेर, यो दुईटा टर्मिनस हुन्छ है। यो हेर त, इन्डलाई हामीले टर्मिनस भन्छौँ है त। अब यो भनेको चाहिँ डिएनए भयो है, यो भनेको डिएनए भयो। र एउटा रेप्लिकनमा हेर, एउटा रेप्लिकनमा यो दुईटा इन्ड हेर त, यो दुईटा इन्डलाई चाहिँ हामीले के भन्छौँ भन्दा दुईटा टर्मिनस भन्छौँ है। र बिचमा है कतै एउटा बिचको कुनै पोइन्टबाट जहाँबाट रेप्लिकेसन स्टार्ट हुन्छ त्यसलाई चाहिँ हामीले ओरिजिन अथवा ओराई भन्छौँ है। अहिले मैले ओरिजिन भने है। ओके ल। अब हामीले ओरिजिन हेर त, ओरिजिन के हुनुपर्छ भन्दा कुनै पनि डिएनएमा ओरिजिन भनेको एकदमै हेर लेसली बोन्डेड हुनुपर्छ है। दुईटा डिएनएको बिचमा चाहिँ बोन्ड एकदमै विक हुनुपर्छ ओरिजिन हुनलाई है। किन भन्दा फर्स्ट इन्जाइम टु एक्ट इन डिएनए रेप्लिकेसन इज हेलिकेज है। हामीलाई के थाहा छ भन्दा फर्स्ट इन्जाइम टु एक्ट इन डिएनए रेप्लिकेसन इज हेलिकेज है। हेलिकेजले के गर्ने हो भन त? हाइड्रोजन बोन्डलाई ब्रेक गर्छ। ओके, हाइड्रोजन बोन्डलाई ब्रेक गर्ने हो है, हाइड्रोजन बोन्डलाई ब्रेक गर्ने हो भनेपछि मलाई भन, यो दुईटा स्ट्रान्ड अफ डिएनए छ है, सरी ल यहाँ हेर, यो दुईटा स्ट्रान्ड अफ डिएनएमा है, यहाँ एटी एटी जीसी 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 एटी है, एटी। ओके ल,
अब मलाई भन कहाँनिर ओराई अथवा ओरिजिन बन्छ होला त, मलाई भन। 80 एटीमा बन्छ कि जीसीमा बन्छ कि एटीमा बन्छ? 80 मा, किन? किनभने त्यहाँ डबल हाइड्रोजन बोन्ड हुन्छ, त्यो इजियर हुन्छ ब्रेक गर्न। ओके ल ठिक छ है। ए र टी को बिचमा हामीलाई थाहा छ डबल हाइड्रोजन बोन्ड हुन्छ है, डबल हाइड्रोजन बोन्ड हुन्छ। अर्को भनेको जी र सीमा कतिवटा हाइड्रोजन बोन्ड हुन्छ? 3टा हाइड्रोजन बोन्ड हुन्छ है, 3टा हाइड्रोजन बोन्ड हुन्छ है। भनेपछि यदि यो पोइन्ट ओरिजिन हो भने है, दिस ओरिजिन मस्ट बी रिच इन एटी कम्पोनेन्ट है, अथवा एडिनाइन र थाइमिनको बोन्ड चाहिँ धेरै हुनुपर्छ ओरिजिनमा। बुझ्यौ यो कुरा? बुझ्यौ है। किनकि हामीलाई सजिलो बोन्ड ब्रेक गर्न छ है, त्यहाँनिर हामीलाई रेप्लिकेसन फर्क बनाउनु छ। त्यो रेप्लिकेसन फर्क बनाउनलाई हामीलाई चाहिन्छ हेलिकेज भन्ने इन्जाइम, जसले हाइड्रोजन बोन्ड ब्रेक गर्छ। र त्यो हाइड्रोजन बोन्ड ब्रेक गर्न जहाँ सजिलो हुन्छ त्यहाँनिर ओरिजिन हुनुपर्छ। बुझ्यौ? बुझ्यौ है। ओके, फेरि कसको डिस्टर्बेन्स आएको छ है। ल अब हामीले इक्जाममा लेख्ने एन्सर के हो त है? इक्जाममा लेख्ने एन्सर भनेको एनइबीको लागि जस्तै डिएनए रेप्लिकेसन प्रोसेस है, स्टार्ट एट ओरिजिन है। फर्स्ट स्टेप भनेको के हो? स्टेप 1 भनेको इनिसिएसन है, इनिसिएसन। यो इनिसिएसन कहाँ हुन्छ भनेर सोध्यो भने एट ओरिजिन है, ठिक छ। अब एट ओरिजिन है के हुन्छ भन्दा चाहिँ हेर त, हेलिकेज अनविन्स डिएनए है। र अब हेलिकेजले गर्ने भनेको के हो? हाइड्रोजन बोन्डलाई ब्रेक गर्ने है, हाइड्रोजन बोन्डलाई ब्रेक गर्ने हो है त। हेलिकेज अनविन्स डिएनए एन्ड इट ब्रेक्स हाइड्रोजन बोन्ड है त। अब कस्तो हुने भयो स्ट्रक्चर भन्दा, यदि हामीले एउटा रेप्लिकनको स्ट्रक्चर बनायो भने अब यहाँ हेर है त। ओके ल, यस्तो खालको स्ट्रक्चर हुने भयो है। यहाँनिर के भयो भन्दा, यहाँनिर हामीले देख्न सक्छौँ यहाँ डिएनए अनविन्ड भएको देख्न सक्छौँ है। डिएनए अनविन्ड भएको छ है। यो एज अ होल एउटा रेप्लिकन हो है, दिस इज अल रेप्लिकन हैन। र अब तिमीहरूले बुझ्नुपर्ने कुरा के छ भन्दा, यहाँ हेर जस्तै डिएनए हेर है, तिमीहरूले के इमेजिन गर भन्दा दुईटा धागो है, दुईटा धागो यसरी ऱ्याप भएको छ। तिमीले बिचबाट यसरी खोल्यो भने बिचमा यस्तो खालको बबल क्रिएट हुन्छ है। यो बबलको साइडमा एकदमै टेन्स सुपर कोइलिङ भएर बसेको हुन्छ दुईटा धागो। इमेजिन गर त, दुईटा धागो तिमीहरूले कोइल भएको धागो तिमीहरूले बिचबाट यसरी खोल्यो भने दुईतिरबाट साइडमा एकदमै सुपर कोइलिङ भएको हुन्छ है। यो रिजनमा चाहिँ सुपर कोइलिङ हुन्छ है। सुपर कोइलिङ भएर के हुन्छ भन्दा यहाँनिरबाट ब्रेक हुन सक्छ डिएनए है, डिस्टेबलाइज हुन सक्छ स्ट्यान्डहरू है, ठिक छ। त्यही भएर त्यसको लागि हेर त, त्यसको लागि हामीसँग के हुन्छ भन्दा टोपोआइसोमेरेज है। त्यसको लागि हामीसँग के हुन्छ, कुन इन्जाइम हुन्छ? टोपोआइसोमेरेज, अथवा ब्याक्टेरियाको केसमा के हुन्छ? डिएनए गाइरेज हुन्छ है। इन्जाइम एउटै हो है, टोपोआइसोमेरेज भन्नु र डिएनए गाइरेज भन्नु एउटै हो है त। भनेपछि यहाँनिर के हुँदो रहेछ भन्दा सुपर कोइलिङ हुँदो रहेछ, ठिक छ। यो सुपर कोइलिङ नहुनलाई है, यो सुपर कोइलिङ प्रिभेन्ट गर्नलाई, टु प्रिभेन्ट सुपर कोइलिङ हामीसँग के छ भन्दा टोपोआइसोमेरेज भन्ने इन्जाइम छ है, टोपोआइसोमेरेज है त। टोपोआइसोमेरेज भन्ने इन्जाइम छ। अब युक्यारियोट्सको केसमा त टोपोआइसोमेरेज भन्छौँ हामीले है। अब प्रोक्यारियोट्सको केसमा हामीले के भन्छौँ भन्दा, प्रोक्यारियोट्सको केसमा एज अ होल हेलिकेज
हेलिकेज प्लस टोपोआइसोमेरेज है एज अ होल यो इन्जाइमलाई हामीले डिएनए गाइरेज भन्छौँ है डिएनए गाइरेज ठिक छ हेलिकेज र टोपोआइसोमेरेजलाई एज अ होल डिएनए गाइरेज भनेर भन्छौँ इन केस अफ प्रोक्यारोट्स तर युक्यारोट्समा टोपोआइसोमेरेज हेल्प्स इन प्रिभेन्टिङ सुपर कोइलिङ ठिक छ ल अब तिमीहरूले ध्यान दिनुपर्ने कुरा अर्को के छ भन्दा हाम्रो बुकहरूमा इमेज कहाँनिरको हुन्छ भन्दा चाहिँ यति मात्र हुन्छ है यसको हेमी सेक्सन मात्र हामीले पढ्छौँ है यति मात्र पढ्छौँ ठिक छ अब यो हेमी सेक्सन हामीले बनाउँछौँ है त यो हेमी सेक्सनमा हामीले वर्क गर्छौँ किन भन्दा चाहिँ जस्तै यहाँनिर जसरी रेप्लिकेसन हुन्छ है यहाँनिर जसरी रेप्लिकेसन हुन्छ यहाँ पनि त्यही फेसनमा रेप्लिकेसन हुन्छ है जस्ट एन्ड मिरर इमेज जस्तै हुन्छ है यति आधामा जसरी रेप्लिकेसन भइरहेको हुन्छ यताको हाफमा पनि त्यसरी नै रेप्लिकेसन भइरहेको हुन्छ त्यही भएर हामीले पढ्ने भनेको चाहिँ फर्स्ट यताको हाफमा मात्र पढ्छौँ है ओके अब बल्ल हामीले के बनायो भन्दा रेप्लिकेसन फक बनायो है अब कस्तो हुन्छ भन्दा यस्तो भयो यो है सपोज माथिको डिएनए 5 प्राइम टु 3 प्राइम यसरी गइरहेको छ है तलको डिएनए 3 प्राइम टु 5 प्राइम गइरहेको छ है अब यो त बुझ्यो होला तिमीहरूले है डिएनए इज एन्टी प्यारल है 5 प्राइम टु 3 प्राइम जान्छ एउटा स्ट्रान्ड अर्को स्ट्रान्ड 5 प्राइम टु 3 प्राइम अपोजिट डाइरेक्सनमा जान्छ त्यो नेचरलाई हामीले के भन्छौँ भन्दा डिएनए इज एन्टी प्यारल है डिएनए इज एन्टी प्यारल ठिक छ ओके अब यो भनेको रेप्लिकेसन फर्क भयो है हामीले रेस्टुरेन्टमा खाने चाउमिनको फर्क यस्तै हुन्छ होइन बिचमा अझै एउटा हुन्छ डन्डा त्यो हामीले बनाएनौँ तर त्यस्तै खालकै हुन्छ अथवा तिमीहरूले फिजिक्सको एक्सपेरिमेन्टमा ट्युनिङ फक देख्यो होला ट्युनिङ फक यस्तै खालको हुन्छ है यो फक सेपको भएर चाहिँ हामीले यसलाई रेप्लिकेसन फक भन्यौँ है ओके दिस इज रेप्लिकेसन फक अब हामीले के बुझ्यौँ अहिलेसम्म भन्दा रेप्लिकेसन फर्क बन्नमा हेल्प गर्ने इन्जाइम भनेको पहिलो इन्जाइम भनेको हेलिकेज है हेलिकेजले हाइड्रोजन बोन्ड ब्रेक गरेर रेप्लिकेसन फर्क बनाउँदो रहेछ अब यो रेप्लिकेसन फर्क बनाउने बित्तिकै है यहाँनिर टेन्सन क्रिएट हुँदो रहेछ है यो टेन्सन अथवा सुपर कोइलिङलाई रिलिज गर्ने इन्जाइम द्याट इज टोपोआइसोमेरेज अथवा डिएनए गाइरेज इन केस अफ प्रोक्यारोट्स हो अब अर्को कुरा पनि ध्यान दिनु पर्यो डिएनए रेप्लिकेसन गर्ने बेलामा त यो डिएनए रेप्लिकेट सरी हेलो कसको आवाज आएको छ प्लिज म्युट गर है अरूलाई डिस्टर्ब हुन्छ ओके अब यो रेप्लिकेसन फर्क त हामीलाई एकदमै स्टेबल चाहिएको छ यहाँबाट फेरि यतातिर चाहिँ ब्रेक हामीलाई चाहिएको छैन है यहाँबाट चाहिँ अझै रेप्लिकेसन फर्क एक्सटेन्ड नहोस् भन्ने हाम्रो चाहना छ है त्यसको लागि देयर इज अ ग्रुप अफ प्रोटिन द्याट इज कल्ड सिङ्गल स्ट्यान्ड बाइन्डिङ प्रोटिन है के गर्दो रहेछ भन्दा यो दुईटा स्ट्यान्डलाई चाहिँ स्टेबलाइज गरेर राख्दो रहेछ है अब हामीले के बुझ्नु पर्यो भन्दा चाहिँ यस्तो खालको प्रोटिन है यसलाई हामीले सर्ट फर्ममा एसएसबिपी भन्छौँ है त्यसलाई हामीले फुल फर्ममा चाहिँ सिङ्गल स्ट्यान्ड बाइन्डिङ प्रोटिन भन्छौँ है यो एसएसबिपीले के गर्छ भन्दा एसएसबिपीले इट स्टेबलाइजेस है इट स्टेबलाइजेस टु स्ट्यान्ड है त अथवा हामीले रेप्लिकेसन फक पनि भन्न सक्छौँ है यो रेप्लिकेसन फक चाहिँ अझै एक्सटेन्ड नहोस् है यति नै बसोस् भन्नलाई चाहिँ एसएसबिपीले काम गरेको हुन्छ है ठिक छ ल अब हामीलाई के थाहा भयो भन्दा है अब हामीलाई रेप्लिकेसन फक भन्ने थाहा भयो है सुपर कोइलिङ हुँदा त्यसलाई प्रिभेन्ट गर्ने इन्जाइम देयर इज टोपोआइसोमेरेज त्यसपछि रेप्लिकेसन फर्कलाई एक्सटेन्ड नहोस् अथवा हामीले त्यो रेप्लिकेसन फर्कलाई स्टेबल गराउनु पर्ने हुन्छ त्यो स्टेबल गराउने प्रोटिन भनेको द्याट इज सिङ्गल स्ट्यान्ड बाइन्डिङ प्रोटिन है अब हुन्छ मेन इन्जाइम फर डिएनए रेप्लिकेसन भनेको डिएनए पोलिमरेज है ल अब फेरि हामीले
फेरि हामीले त्यस्तै रेप्लिकेसन फक बनाउँछौँ है। दिस इज 5 प्राइम टु 3 प्राइम, दिस 3 प्राइम टु 5 प्राइम यो डाइरेक्सन है। अब हामीलाई हेर है, अब हामीलाई के चाहियो भन्दा डिएनए पोलिमरेज चाहियो। डिएनए पोलिमरेजले सेलुलर पुलमा भएको न्युक्लियोटाइड सिक्वेन्सलाई ल्याएर यहाँबाट यसरी दुईटा स्ट्यान्डमा कम्प्लिमेन्ट्री न्युक्लियोटाइडहरू चाहिँ राखिदिन्छ है। यो कन्सेप्ट बुझ्नु पर्यो तिमीले सुरुमा है, ठिक छ ल। अब हामीले बुझ्नुपर्ने कुरा भनेको चाहिँ वी निड डिएनए पोलिमरेज सुरुमा है, वी निड डिएनए पोलिमरेज है। तर डिएनए पोलिमरेजलाई काम गर्नलाई सुरुमा इट निड्स अ प्राइमर है, इट निड्स अ प्राइमर है। प्राइमर भनेको कस्तो भन्दा चाहिँ सुरुमा यसलाई सानो एउटा न्युक्लियोटाइडको सिक्वेन्स दिनु पर्यो अरे। त्यो न्युक्लियोटाइड सिक्वेन्स दिइसकेपछि डिएनए पोलिमरेजले बल्ल आफूले चाहिँ न्युक्लियोटाइड ल्याएर एड गर्न सक्छ भन्छ है। भन्नुको मतलब डिएनए पोलिमरेजलाई एउटा सानो हामीले प्राइमर यहाँनिर राखिदियो भने है, सरी ओके, हामीले डिएनए पोलिमरेजलाई हामीले एउटा प्राइमर है, प्राइमर यहाँनिर राखिदियो भने चाहिँ अब बल्ल डिएनए पोलिमरेजले यहाँबाट न्युक्लियोटाइडहरू एड गर्न थाल्छ अरे। भनेको सुरुको मोलिक्युल द्याट इज कल्ड प्राइमर हामीले चाहिँ दिनु पर्यो है, ठिक छ ल है त। र प्राइमर इज सिन्थेसाइज्ड बाई प्राइमेज है, प्राइमर इज सिन्थेसाइज्ड बाई प्राइमेज है त। र डिएनए पोलिमरेजको अर्को रिक्वायरमेन्ट भनेको प्राइमर मात्र होइन है, यसलाई 3 प्राइम है, 3 प्राइम स्पेस चाहिँ भ्याकेन्ट चाहिन्छ है, 3 प्राइम स्पेस चाहिँ भ्याकेन्ट चाहिन्छ। भन्नुको मतलब 3 प्राइम स्पेस चाहिँ खाली हुनु पर्यो है। यो जेनेटिक्समा जे पनि हुन्छ 3 प्राइममा खाली भएर हुन्छ है। मतलब 3 प्राइममा यसले बोन्ड बनाउन सक्छ है, 5 प्राइममा चाहिँ बोन्ड बनाउन सक्दैन, ठिक छ। अलवेज इट निड्स 3 प्राइम है, 3 प्राइममा बोन्ड बनाउन सक्छ, 5 प्राइममा बोन्ड बनाउन सक्दैन है, ओके ल। अब हेर प्राइमर प्राइमेजले ल्याइदियो है। अब मैले यहाँ प्राइमर बनाउँछु एउटा सानो है त। सपोज यहाँ प्राइमर आयो है, यो प्राइमरको डाइरेक्सन कस्तो हुने भयो, 5 प्राइम टु 3 प्राइम हुने भयो है। अब यो स्ट्यान्डमा पनि प्राइमर आउने भयो है, यो स्ट्यान्डमा प्राइमरको के हुने भयो, दिस इज 3 प्राइम, दिस इज 5 प्राइम है, दुवैमा प्राइमर आउने भयो है त। अब माथिको प्राइमर हेर, माथिको प्राइमरमा तिमीहरूले भने एन्सर होला। अब माथिको प्राइमरमा डिएनए रेप्लिकेसन हुनलाई डिएनए पोलिमरेजले न्युक्लियोटाइड एड गर्न सक्छ कि सक्दैन भन त। यहाँ 3 प्राइम छ है, 3 प्राइम भ्याकेन्ट छ कि छैन, खाली छ यो ठाउँ हेर त, यो 3 प्राइम खाली छ कि छैन, छ है। टेम्प्लेट डिएनए स्ट्यान्ड छ यहाँ, यहाँ खाली छ भनेपछि यो 3 प्राइममा डिएनए पोलिमरेजले है, डिएनए पोलिमरेजको पनि डिफ्रेन्ट भेरिएन्ट हुन्छ। यो डिएनए रेप्लिकेसन गर्नलाई हेल्प गर्ने भनेको चाहिँ डिएनए पोलिमरेज 3 है, त्यो इन्जाइमले चाहिँ हेल्प गर्छ। र यो 3 प्राइममा अब न्युक्लियोटाइडहरू एड हुन थाले यसरी है। यदि टेम्प्लेट डिएनए ए हो भने नयाँ स्ट्यान्ड टी हुन्छ, यदि जी हो भने सी हुन्छ है, यसरी हुँदै जान्छ है। अब यो स्ट्यान्डमा हेर, अपोजिट स्ट्यान्डमा यो स्ट्यान्डमा हेऱ्यो भने चाहिँ यो 3 प्राइम भ्याकेन्ट छ कि छैन भन त, छैन है, 3 प्राइम भ्याकेन्ट छैन। त्यसैले यो आरएनए प्राइमर अब के हुने भयो भन्दा, यो आरएनए प्राइमर हेर त, आरएनए प्राइमर समवेयर यहाँनिरको आरएनए प्राइमर है, यहाँनिरको आरएनए प्राइमरले अब के गर्ने भयो भन्दा यो फेरि हेर 5 प्राइम टु 3 प्राइम हुन्छ। अब यहाँनिरको आरएनए प्राइमरमा मात्र डिएनए स्ट्यान्ड अथवा न्युक्लियोटाइड है, न्युक्लियोटाइड एड अप हुन सक्छ है। अब फेरि यहाँनिर एड हुन सक्छ किनकि 3 प्राइम भ्याकेन्ट छ है, बुझ्यौ बुझ्यौ है। अब माथिको स्ट्यान्ड हेर्ने भने 3 प्राइम सधैँ भ्याकेन्ट भइरहेको छ है, माथिको स्ट्यान्डमा कन्टिन्युअसली न्युक्लियोटाइडहरू एड हुँदै जान्छ
ओके कसको फेरि आवाजहरू आएको छ मैले फेरि ओके अब हेर माथिको 3 प्राइममा कन्टिन्युअसली न्युक्लियोटाइडहरू एड हुन पाएको छ है त्यसैले यसलाई हामीले के भन्छौँ भन्दा कन्टिन्युअस स्ट्रान्ड भन्छौँ है यसलाई हामीले कन्टिन्युअस स्ट्रान्ड भन्छौँ है तर तलकोमा हेर 3 प्राइम खाली भयो र 5 प्राइमतिर त यतातिर त एड हुन पाउन न्युक्लियोटाइड है यो 5 प्राइमतिर त न्युक्लियोटाइड एड हुन सक्दैन बोन्ड बनाउन सक्दैन है त्यही भएर यसलाई फेरि नयाँ आरएनए प्राइमर चाहिन्छ यहाँनिर है फेरि नयाँ आरएनए प्राइमर चाहियो यहाँनिर है फेरि यहाँनिर के हुने गर्ने भयो भन्दा न्युक्लियोटाइडहरू फेरि एड गर्ने भयो यसरी है फेरि नयाँ आरएनए प्राइमर फेरि यहाँनिर चाहिन्छ है यो आरएनए प्राइमरको साइडमा फेरि 3 प्राइमतिर चाहिँ फेरि नयाँ न्युक्लियोटाइडहरू एड गर्न सक्ने भयो है अब हामीलाई थाहा छ यदि कन्टिन्युअसली न्युक्लियोटाइड एड हुन पायो भने है इट टेक्स लेस टाइम है इट टेक्स लेस टाइम तर डिस्कन्टिन्युअसली न्युक्लियोटाइडहरू एड हुन पायो भने इट टेक्स मोर टाइम त्यही भएर तलकोलाई हामीले के भन्छौँ ल्यागिङ स्ट्रान्ड भन्छौँ है यदि ढिलो एड भइरहेको छ अथवा डिस्कन्टिन्युअसली न्युक्लियोटाइडहरू एड भइरहेको छ भने त्यसलाई हामीले डिस्कन्टिन्युअस स्ट्रान्ड अथवा ल्यागिङ स्ट्रान्ड भन्छौँ यदि कन्टिन्युअसली भइरहेको छ भने चाहिँ कन्टिन्युअस अथवा लिडिङ स्ट्रान्ड भन्छौँ है लिडिङ स्ट्रान्ड भन्छौँ ठिक छ यहाँसम्म बुझ्यौ है अब हेर अब हामीले बुझ्नुपर्ने कुरा के छ भन्दा जस्तै यो डिएनए पोलिमरेज है डिएनए पोलिमरेज 3 को काम भनेको के हो भन्दा न्युक्लियोटाइड एड गर्ने काम हो है र यसको एउटा अर्को काम पनि छ है यसको अर्को काम भनेको इट हैज 3 प्राइम एक्सोन्युक्लियस एक्टिभिटी है एक्सोन्युक्लियस एक्टिभिटी है त अब हामीले बुझ्न सक्छौँ है यहाँबाट जस्तै फर इक्जाम्पल सुनिरहेको छौ है मलाई ओके सपोज यहाँनिर ए छ अरे है एडिनाइन छ अरे तर नयाँ न्युक्लियोटाइड है एडिनाइनको कम्प्लिमेन्ट्री सपोज सी आयो अरे है आउनुपर्ने टी थियो है तर सी आयो अरे सपोज भने यहाँ के भयो मिस्टेक भयो है अब डिएनए पोलिमरेज 3 सँग जुन 3 प्राइम एक्सोन्युक्लियस एक्टिभिटी हुन्छ यसले के गर्न सक्छ भन्दा प्रुफ रिडिङ गर्न सक्छ है प्रुफ रिडिङ भनेको यसले फेरि एकचोटि रिचेक गर्छ है साँच्चीकै नयाँ न्युक्लियोटाइड हामीले जुन एड गर्यौँ त्यो कम्प्लिमेन्ट्री छ कि छैन भनेर चेक गर्छ यदि छैन भने एक्सोन्युक्लियस भनेको इट इज अ ग्रुप अफ इन्जाइम जसले चाहिँ पेरिफेरीबाट न्युक्लियोटाइडलाई कट गर्छ है एक्सो भनेको फ्रम पेरिफेरी इन्डो भनेको इनसाइड द डिएनए है जस्तै फर इक्जाम्पल यो डिएनएको दुईटा स्ट्यान्ड भयो भने यदि हामीलाई बिचबाट यसरी स्प्रेड गर्नु छ भने वी निड इन्जाइम इन्डोन्युक्लियस है तर साइडबाट एउटा दुईटा न्युक्लियोटाइड निकाल्नु छ भने वी निड इन्जाइम एक्सोन्युक्लियस है एक्सो भनेको बाहिरबाट है इन्डो भनेको भित्रबाट हामीलाई कट गर्नु छ भने वी निड इन्डोन्युक्लियस अब हेर यो भनेको 3 प्राइम इन्डो 3 प्राइममा हामीलाई एक्सोन्युक्लियस इन्जाइमले काम गरोस् भन्ने चाहना छ यदि मिस्टेक भयो भने भनिसकेपछि यहाँनिर यसरी काट्दिन्छ यसलाई है यो सी है त यो न्युक्लियोटाइडलाई काट्दिन्छ र नयाँ न्युक्लियोटाइड टी भन्ने न्युक्लियोटाइड चाहिँ फेरि इन्सर्ट गरिदिन्छ द्याट इज बाई 3 प्राइम एक्सोन्युक्लियस एक्टिभिटी अफ डिएनए पोलिमरेज 3 है त्यो भनेको चाहिँ प्रुफ रिडिङ है प्रुफ रिडिङ गर्ने केले हो भने चाहिँ इट इज बाई डिएनए पोलिमरेज 3 थ्रु 3 प्राइम एक्सोन्युक्लियस एक्टिभिटी ठिक छ यहाँनिर बुझ्यौ है ल अब अर्को कुरा यहाँ हेर अर्को कुरा बुझ्नुपर्ने भनेको के छ तिमीहरूले भन्दा यो आरएनए प्राइमर जुन बिचबिचमा छ है जस्तै यो पिक्चर एकदम इम्पोर्टेन्ट छ है हामीलाई जस्तै यहाँ हेर माथितिर के छ भन्दा यहाँ मात्र आरएनए प्राइमर छ तर ल्यागिङ स्ट्रान्डमा आरएनए प्राइमरहरू धेरै ठाउँमा छ है आरएनए प्राइमरहरू धेरै ठाउँमा छ अब डिएनएमा आरएनए इज अनस्टेबल
है। जस्तै डिएनएमा के हुन्छ भन्दा एटिजिसी हुन्छ है। डिएनएमा के हुन्छ, डिएनएमा एटिजिसी हुन्छ। आरएनएमा के हुन्छ, कुन कुन न्युक्लियोटाइड हुन्छ, एयुजिसी हुन्छ। डिफरेन्स के रहेछ, थाइमिन र युरासिलको रहेछ है। अब हामी स्ट्रक्चरमा जाँदैनौँ, तर के बुझ भन्दा थाइमिन इज क्वाइट स्टेबल देन युरासिल। किन भन्दा चाहिँ थाइमिनमा CS3 ग्रुप हुन्छ है, मिथाइलेसन क्याप हुन्छ है। यो डिटेलमा जानु परेन हामीलाई। हामीले के बुझ्नु पर्यो भन्दा थाइमिन इज क्वाइट स्टेबल देन युरासिल, र त्यसले गर्दा चाहिँ डिएनए इज मोर स्टेबल देन आरएनए है। डिएनए इज मोर स्टेबल देन आरएनए। अब हामीले के गरिरहेको छौँ भन्दा डिएनए रेप्लिकेसनमा बिचबिचमा आरएनए प्राइमरहरू इन्सर्ट गरिरहेको छौँ। त्यसले गर्दा त आरएनए त इट इज अनस्टेबल मलिक्युल होइन। त्यो अनस्टेबल मलिक्युललाई हामीले निकालेर फ्याँक्नुपर्ने हुन्छ है। त्यो आरएनए प्राइमरलाई रिमुभ गर्ने इन्जाइम है, आरएनए प्राइमर is removed by DNA polymerase first है, DNA polymerase first है त। हेर त DNA polymerase 3 ले के गर्दो रहेछ, न्युक्लियोटाइड एड गर्दो रहेछ है। यसरी न्युक्लियोटाइड एड गर्ने काम भनेको, हेर यसरी न्युक्लियोटाइड एड गर्ने काम भनेको DNA polymerase 3 हो भने आरएनए प्राइमर रिमुभ गर्ने भनेको DNA polymerase फर्स्ट रहेछ है। अब आरएनए प्राइमर रिमुभ गरिसकेपछिको कन्डिसन कस्तो हुन्छ भन्दा हामीले हेर्छौँ अब है। आरएनए प्राइमर रिमुभ गरिसकेपछिको कन्डिसन हेर त, दिस इज 5 प्राइम, दिस इज 3 प्राइम, दिस इज 3 प्राइम, दिस इज 5 प्राइम हो। अब यहाँनिर के छ भन्दा कन्टिन्युअस स्ट्यान्ड अफ न्युक्लियोटाइडको सिक्वेन्स है। यहाँ डटर स्ट्यान्डहरू कन्टिन्युअसली बनिरहेको छ है। यसलाई हामीले कन्टिन्युअस स्ट्यान्ड भन्यौँ है। तल के भएको छ भन्दा यसरी डिस्कन्टिन्युअस स्ट्यान्डहरू बनिरहेको छ है। अब हामीले बिचबिचको आरएनए प्राइमरहरू रिमुभ गर्यौँ र यहाँ ग्याप छ है। यो ग्याप छ र यहाँ हामीले डिस्कन्टिन्युअस स्ट्यान्डलाई हामीले अब अर्को नाम दिन्छौँ है। इट इज गिभन बाई जापानिज साइन्टिस्ट, हिज नेम इज ओकाजाकी है। ओकाजाकी फ्रेगमेन्ट भन्छु यसलाई है, ओकाजाकी फ्रेगमेन्ट भन्छौँ है। अब ओकाजाकी फ्रेगमेन्टमा अब हामीले हेऱ्यौँ भने यसको डेप्थमा गयो भने चाहिँ दिस इज 5 प्राइम, दिस इज 3 प्राइम, दिस इज 5 प्राइम, दिस इज 3 प्राइम हो। दिस इज 5 प्राइम, दिस इज 3 प्राइम, दिस इज 5 प्राइम, दिस इज 3 प्राइम। अब यहाँ सिग्निफिकेन्ट ग्याप छ है, ठुलो ग्याप छ। फेरि 3 प्राइम खाली भयो, 3 प्राइम खाली भयो भने फेरि डिएनए पोलिमरेजले यहाँनिर न्युक्लियोटाइड एड गर्छ है। लास्टको सानो ग्याप जुन छ, यो सानो ग्याप है, अब न्युक्लियोटाइड एड गर्न सकेन यहाँ भनेपछि दिस स्मल ग्याप है, दिस स्मल ग्याप इज सिल्ड बाई है, इज सिल्ड बाई डिएनए लाइगेज है, डिएनए लाइगेज। ठिक छ, बुझ्यो है। ठिक छ। ओकाजाकी फ्रेगमेन्टलाई जोइन गर्ने कुन इन्जाइम हो भनेर सोध्यो भने इट इज डिएनए लाइगेज। ठिक छ, बुझ्यो है। ओके, र यसरी डिएनए को रेप्लिकेसन हुन्छ। अब के भयो भन्दा एज अ होल हेर त, यहाँ माथितिर कन्टिन्युस स्ट्यान्ड आयो है, तलतिर चाहिँ अपोजिट डिरेक्सनमा यसरी हेर त। अब बिचबिचमा दिस इज ओकाजाकी फ्रेगमेन्ट, बिचमा डिएनए लाइगेजले यो ओकाजाकी फ्रेगमेन्टहरूलाई चाहिँ सिल गरिदिएको छ है बिचबिचमा। ठिक छ, ओके ल। यहाँसम्म केही छ नबुझेको भन त? छैन है। ओके, अब हामीलाई इक्जाममा कसरी सोधेको छ भन्दा हेर, इक्जाममा चाहिँ इन्जाइम्स के इन्भल्भ भयो भनेर सोधेको छ है। अब इन्जाइम हेर, इन्जाइम हामीले लेख्छौँ इक्जाममा कसरी लेख्नु पर्यो भन्दा है, इन्जाइम इन्भल्भ है, इन्जाइम्स इन्भल्भ भनेर लेख्छौँ माथि है। सुरुमा हेलिकेज भन्दै जाऊ त तिमीहरूले, हेलिकेज है। तिमीले के, ओके ल। अब तिमीले के बुझ्नु पर्यो भन्दा चाहिँ
सुरुमा यो फिगर बनाउनु पर्यो तिमीहरूले एक्जाममा। कुन फिगर भन्दा यो फिगर हो, यो फिगर बनाउनु पर्यो र योभन्दा माथिको फिगरहरू पनि बनाउन सक्छ भने बनाउनु पर्यो है। र यहाँनिर अरू इन्जाइमहरू हेर त, यहाँनिर एसएसबिपी है, एसएसबिपीहरू पनि देखाउनु पर्यो है। यहाँनिर टोपो आइसोमेरेज पनि लेख्नु पर्यो है, टोपो आइसोमेरेज। ठिक छ। अब यो आरएनए प्राइमरलाई है, आरएनए प्राइमर सिन्थेसाइज गर्ने इन्जाइम प्राइमेज भनेर देखाउनु पर्यो। ठिक छ। यसरी इन्जाइमहरू चाहिँ लेख्नु पर्यो फिगरमा है। एउटा फिगर तिमीहरूले बनाउँछौ एक्जाममा। अर्को भनेको चाहिँ इन्जाइम इन्भल्भ भनेर अब तिमीहरूले थ्योरी लेख्न थाल्छौ। हेलिकेज, सुरुको इन्जाइम इज हेलिकेज। हेलिकेजले के गर्दो रहेछ भन्दा हाइड्रोजन बोन्ड ब्रेकर्स breaks hydrogen bond and forms replication fork है, replication fork है त। त्यसपछि हेलिकेज पछि रेप्लिकेसन फक बनिसकेपछि दुई ठाउँमा के हुन्छ, टेन्सन क्रिएट हुन्छ है, अथवा सुपर कोइलिङ हुन्छ। भन्नुको मतलब सुपर कोइलिङलाई प्रिभेन्ट गर्ने इन्जाइम इज टोपो आइसोमेरेज। टोपो आइसोमेरेज, यो टोपो आइसोमेरेजले के गर्छ, इट प्रिभेन्ट्स सुपर कोइलिङ, ए सुपर कोइलिङ अफ डिएनए है। टोपो आइसोमेरेज पछि अर्को इन्जाइम के हुन्छ भन्दै जाऊ, एसएसबिपी, सिंगल स्ट्यान्डर्ड बाइन्डिङ प्रोटिन है। यसले स्टेबलाइजेस द रेप्लिकेसन फक है, इट स्टेबलाइजेस द रेप्लिकेसन फक। ठिक छ। अब त्यसपछि आउँछ मेन इन्जाइम, द्याट इज डिएनए पोलिमरेज है, डिएनए पोलिमरेज 3 है। यसले के गर्छ भन्दा इट एड्स न्युक्लियोटाइड है, इट एड्स न्युक्लियोटाइड। र डिएनए पोलिमरेज 3 को अर्को काम भनेको इट हैज 3 प्राइम एक्सोन्युक्लियस एक्टिभिटी है। 3 प्राइम एक्सोन्युक्लियस एक्टिभिटी यो चाहिँ के को लागि, फर प्रुफ रिडिङ है, फर प्रुफ रिडिङ है त। अब डिएनए पोलिमरेज 3 पछि अब अर्को इन्जाइम हामीलाई के चाहिन्छ भन्न, अब डिएनए आरएनए प्राइमर चाहिन्छ। त्यसको लागि वी निड प्राइमेज है, प्राइमेज इन्जाइम चाहिन्छ फर आरएनए प्राइमर है, आरएनए प्राइमर सिन्थेसिसको लागि। ठिक छ। अब त्यसपछि डिएनए पोलिमरेज 3 भयो। अब हामीलाई प्राइमरलाई हटाउनु छ है। त्यो प्राइमर कुन इन्जाइम छ, डिएनए पोलिमरेज फर्स्ट है। डिएनए पोलिमरेज फर्स्टले चाहिँ के गर्छ, इट रिमुभ्स आरएनए प्राइमर है। त्यसपछिको लास्टको इन्जाइम भनेको आरएनए प्राइमर रिमुभ गरिसकेपछिको यो हेर त, यो के हो, दिज आर द ओकाजाकी फ्रेगमेन्ट्स। अब ओकाजाकी फ्रेगमेन्ट्सलाई सिल गर्ने काम केले गर्छ, डिएनए लाइगेज। डिएनए लाइगेज यसले के गर्दो रहेछ भन्दा इट सिल्स ओकाजाकी फ्रेगमेन्ट है त। के भयो, ल ठिक छ है त। यो इन्जाइम इन्भल्भ भनेर चाहिँ तिमीहरूले एक्जाममा लेख्नु पर्यो है। अर्को भनेको यो फिगर चाहिँ बनाउनु पर्यो है, यो फिगर बनाउनु पर्यो र स्टेप्सहरू सुरुबाट लेख्दै जानु पर्यो है डिटेलमा। ल अब तिमीहरूलाई अर्को क्वेसन के सोधेको छ भन्दा है, हामीसँग धेरै टाइम छैन, अब हामीले भ्याउने क्वेसन गर्छौँ है। अर्को क्वेसन, अब तिमीहरूलाई अर्को क्वेसन के सोधेको छ भन्दा हेर है, डिस्कस द सेमी कन्जर्भेटिभ मेकानिजम अफ डिएनए रेप्लिकेसन है। ठिक छ। अर्को भनेको डिएनए एक्ट इज अ जेनेटिक मेटेरियल फर मेजोरिटी अफ अर्गानिजम बट नट आरएनए है। अर्को क्वेसन के सोधेछ भन्दा चाहिँ वाइ डिएनए एक्ट एज अ जेनेटिक
जेनेटिक मेटेरियल है फर मेजोरिटी अफ organism है त अफ organism है त ओके ल अब जेनेटिक मेटेरियल हाम्रो युक्यारोट्सहरूमा अथवा प्रोक्यारोट्सहरूमा है जेनेटिक मेटेरियल के हो भन्दा डिएनए नै हो है तर देयर आर सर्टेन भाइरसेस त्यसमा चाहिँ जेनेटिक मेटेरियल आरएनए पनि हुनसक्छ है फर इक्जाम्पल एसआइभी भाइरस रेट्रो ग्रुप भाइरसमा सबै भाइरसमा जेनेटिक मेटेरियल के हुन्छ आरएनए हुन्छ अथवा 2019को पेन्डेमिक कोभिड त्यसको जेनेटिक मेटेरियल पनि के थियो आरएनए नै थियो है तर त्यो फ्यु भाइरसेस बाहेक मोस्ट अफ द अर्गानिजम चाहे त्यो ब्याक्टेरिया होस् चाहे त्यो प्रोटिस्टा पोरिफेरा हामीले भयभरको फाइलम है ह्युमन अथवा प्लान्ट युक्यारोट्स एभ्री है सबै सम भाइरस बाहेक त्यसको जेनेटिक मेटेरियल के हुँदो रहेछ भन्दा डिएनए हुँदो रहेछ है किन हाम्रो अर्थले डिएनएलाई एकदमै स्टेबल बनाएर राखेको छ है किन अर्गानिजममा डिएनए नै जेनेटिक मेटेरियल बनाउन चाहिरहेको छ है त्यो इम्पोर्टेन्ट हुन्छ हामीलाई है त अब हामीले बुझ्नुपर्ने कुरा के छ भन्दा एउटा भनेको डिएनए इज स्टेबल यो कसरी स्टेबल हुन्छ एउटा भनेको डिएनए हेर डिएनएको यदि हामीले स्ट्रक्चर हेऱ्यो भने है डिएनए र आरएनएलाई हामीले यदि डिफ्रेन्स गरायो भने डिएनए आरएनए है डिएनए र आरएनए भनेको के हो दिज आर न्युक्लिक एसिड है न्युक्लिक एसिड कसरी बन्छ न्युक्लियोटाइड मिलेर बन्छ है अब डिएनएमा न्युक्लियोटाइड हुन्छ आरएनएमा न्युक्लियोटाइड हुन्छ त्यो न्युक्लियोटाइड के हो भन्दा है एउटा भनेको नाइट्रोजन बेस है अर्को भनेको सुगर र अर्को भनेको फोस्फेट है अब नाइट्रोजन बेस है डिएनएमा नाइट्रोजन बेसको स्ट्रक्चर हेऱ्यो भने हामीलाई स्ट्रक्चर चाहिन्न तर त्यो नाइट्रोजन बेसमा चाहिँ मिथाइलेटेड नाइट्रोजन बेसहरू हुन्छ है अथवा एटिजिसी है यो थाइमिन ग्रुपमा चाहिँ मिथाइलेसन हुन्छ त्यसले चाहिँ डिएनएलाई प्रोटेक्ट गरेर राख्छ है र आरएनएमा युरासिल हुन्छ है युरासिलमा मिथाइलेसन हुँदैन जसले गर्दा यो त्यति स्टेबल चाहिँ हुँदैन है अर्को भनेको चाहिँ सुगरमा हेर डिएनएमा डिअक्सिराइबोज सुगर हुन्छ डिअक्सिराइबोज सुगर हुन्छ पनि आरएनएमा राइबोज सुगर हुन्छ है राइबोज सुगर हुन्छ अब हामीलाई यो सुगरको डिफ्रेन्स चाहिँ थाहा हुनुपर्छ है अब यो सुगरमा हेर नाममै छ डिअक्सिराइबोज राइबोज है भनिसकेपछि के हुँदो रहेछ भन त डिअक्सिराइबोजको स्ट्रक्चर कस्तो हुन्छ जस्तै हेर हामीलाई स्ट्रक्चर चाहिँदैन तर हामीले के बुझ्नु पर्यो भन्दा हेर है जस्तै डिअक्सिराइबोज सुगर कस्तो हुन्छ भन्दा चाहिँ यता मैले स्ट्रक्चर बनाएको छु यो तिमीहरूलाई बनाउन चाहिँ पर्दैन है यो बुझ्नलाई मात्र हो यो भनेको डिअक्सिराइबोज सुगर भयो अब यतातिर मैले राइबोज सुगर बनाउँछु तिमीलाई गाह्रो लाग्न सक्छ तर यो याद गर्ने होइन है यो हामीलाई सोध्दैन एनपीमा पनि सोध्दैन पछिको इन्ट्रान्सहरूमा पनि हामीलाई सोध्दैन अब हामीलाई जस्ट पेकुलियर फिचर मात्र थाहा हुनुपर्छ है फरक के छ भन्ने मात्र हो अब यो दुईटा फिगरमा फरक देखाउ त मलाई सानोमा न्युज पेपर पढ्यो हेऱ्यो होला नि न्युज पेपरमा गेम हुन्छ नि यो दुईटा चित्रमा फरक 10वटा फरक चिजहरू भेटाउनुहोस् भनेर हुन्छ नि हो त्यस्तै यो दुईटा पिक्चरमा चाहिँ के छ फरक भन त यो दुईटा स्ट्रक्चरमा फरक के छ भन त
जस्तै दिस इज कार्बन नम्बर 1 है, दिस इज कार्बन नम्बर 2 हो, दिस इज कार्बन नम्बर 1, दिस इज कार्बन नम्बर 2 है। हामीले थाहा पाउनु पर्ने कुरा के छ भन्दा कार्बन नम्बर 2 मा है, कार्बन नम्बर 2 मा आरएनए मा OH ग्रुप छ है, डिएनए मा OH ग्रुप छैन, त्यही भएर त हामीले यसलाई डिअक्सी राइबोज सुगर भन्यौं है। OH ग्रुप नभएर अक्सिजन एक्स्ट्रा अक्सिजन नभएर डिअक्सी राइबोज सुगर भन्यौं, यसलाई चाहिँ हामीले राइबोज सुगर भन्यौं, त्यहाँ अक्सिजन ग्रुप छ अथवा हाइड्रोक्साइल ग्रुप छ है। अब हामीले बुझ्नुपर्ने के भन्दा चाहिँ यदि कुनै पनि कम्पाउन्डमा एक्स्ट्रा OH जति भयो है, एक्स्ट्रा OH ग्रुप जति भयो त्यो एक्स्ट्रा OH ग्रुपले सजिलै अरू कम्पाउन्ड अरू केमिकलसँग चाहिँ बोन्ड बनाउन सक्छ है। यो OH ले इट क्यान मेक बोन्ड है त, अरू कुनै केमिकल स्ट्रक्चरसँग एउटा बोन्ड चाहिँ बनाउन सक्छ है, केमिकल बोन्ड बनाउन सक्छ। त्यसले गर्दा आरएनए इज क्वाइट अनस्टेबल, ठिक छ, आरएनए इज क्वाइट अनस्टेबल है त। अब हामीलाई के थाहा भयो भन्दा हेर डिएनए किन स्टेबल छ भन्दा अब हामीले के लेख्नु पर्यो भन्दा इक्जाममा छोटकरीमा एउटा भनेको इट हैज डिअक्सी राइबोज सुगर, डिअक्सी राइबोज सुगर है, डिअक्सी राइबोज सुगर भइसकेपछि एक्स्ट्रा OH ग्रुप हुने भएन, एक्स्ट्रा OH ग्रुप नभइसकेपछि त्यसले अरू केमिकल स्ट्रक्चरसँग बोन्ड बनाउने भएन है। एउटा पोइन्ट यो भयो। अर्को भनेको इट हैज डबल स्ट्यान्डर्ड है, डबल स्ट्यान्डर्ड। अब कुनै एउटा स्ट्यान्ड सपोज केही भयो बिग्रियो भने पनि अर्को स्ट्यान्डले रेप्लिकेट गर्न सक्छ है। इफ वान स्ट्यान्ड इज ड्यामेज है, अदर स्ट्यान्ड क्यान एक्ट एज टेम्प्लेट है। ओके, डबल स्ट्यान्डर्ड हुन्छ, त्यही भएर मोर स्टेबल हुन्छ र जति स्टेबल भयो मोस्ट अफ द अर्गानिजममा जेनेटिक मेटेरियल डिएनए हुन्छ है। अर्को भनेको थाइमिन इन्स्टेड अफ युरासिल है, थाइमिन इन्स्टेड अफ युरासिल। थाइमिन हैज एक्स्ट्रा CH3 ग्रुप, युरासिल डजन्ट हैव CH3 ग्रुप है। CH3 ग्रुपमा मिथाइल ग्रुप भइसकेपछि यसले चाहिँ विभिन्न रियाक्सनसँग चाहिँ विभिन्न रियाक्सनबाट चाहिँ प्रिभेन्ट गर्छ है। धेरै डिटेलमा चाहिँ जान्नु परेन है, जस्ट इक्जाममा लेख्नु पर्ने भनेको इट हैज डिअक्सिराइबोज सुगर, इट हैज डबल स्ट्यान्डर्ड, इट हैज थाइमिन इन्स्टेड अफ युरासिल है, ठिक छ। र यसको बेस पेयरिङ रुल चाहिँ एकदमै प्रिसाइज हुन्छ है। बेस पेयरिङ रुल जुन हामीले पढ्छौँ A पेयर्स विथ T, G पेयर्स विथ C भनेर पढ्छौँ, द्याट इज भेरी प्रिसाइज है त। यति पोइन्ट चाहिँ लेख्नु पर्यो। वाइ डिएनए इज जेनेटिक मेटेरियल देन आरएनए भनेर चाहिँ यो लेख्नु पर्यो है। र अर्को क्वेसन, अर्को लङ क्वेसनमा तिमीलाई सोधेको के छ भन्दा चाहिँ ग्रिफिथ ट्रान्सफर्मेसन एक्सपेरिमेन्ट है। अर्को भनेको चाहिँ ग्रिफिथ ट्रान्सफर्मेसन एक्सपेरिमेन्ट है। अब ग्रिफिथ ट्रान्सफर्मेसन एक्सपेरिमेन्टमा ग्रिफिथ भन्ने साइन्टिस्टले है, ही प्रुभ द्याट डिएनए इज द ट्रान्सफर्मिङ प्रिन्सिपल भन्छ यसमा है। अब के हो भन्दा चाहिँ हेर है, ग्रिफिथले डिएनए इट इज द ट्रान्सफर्मिङ प्रिन्सिपल है, प्रिन्सिपल भनेर चाहिँ उनले प्रुभ गरेका थिए है। कसले भन्दा ग्रिफिथले है त, फ्रेडरिक ग्रिफिथ है त उनको फुल नेम। अब हामीलाई क्वेसन कसरी सोध्छ भन्दा चाहिँ सिधै ग्रिफिथ एक्सपेरिमेन्ट भनेर सोध्दैन है। सुरुमा हु प्रुभ द्याट द डिएनए इज द ट्रान्सफर्मिङ प्रिन्सिपल भनेर सोध्न सक्छ। अब हामीले के लेख्नु पर्यो, ग्रिफिथ है। त्यसपछि वाट आर द अर्गानिजम्स युज्ड बाई ग्रिफिथ इन हिज एक्सपेरिमेन्ट, वाट आर द टाइप्स अफ स्ट्रेन भनेर सोध्न सक्छ है। अब हामीले बुझ्नु पर्यो के भन्दा अर्गानिजम युज्ड है, ग्रिफिथले कुन कुन अर्गानिजम युज गरेका थिए है। ग्रिफिथले एउटा भनेको स्ट्रेप्टोकोकस निमोनी युज गरेको थियो है, स्ट्रेप्टोकोकस निमोनी भन्ने ब्याक्टेरिया है,
निमोनी भन्ने ब्याक्टेरिया युज गरेका थिए र अर्को भनेको माइस है मुसा युज गरेका थिए है त। र यो स्ट्रेप्टोकोकस निमोनीको दुईटा स्ट्रेन थियो है, दुईटा स्ट्रेन थियो। एउटा स्ट्रेन भनेको एस स्ट्रेन, अर्को स्ट्रेन भनेको आर स्ट्रेन है। एस स्ट्रेनलाई हामीले स्मुथ स्ट्रेन पनि भन्छौँ, स्मुथ स्ट्रेन। आर स्ट्रेनलाई हामीले रफ स्ट्रेन पनि भन्छौँ है, रफ स्ट्रेन। अब स्मुथ किन भन्यो भन्दा चाहिँ यो स्ट्रेनको वरिपरि है, यो स्मुथ स्ट्रेनको वरिपरि क्याप्सुल थियो है, क्याप्सुलले गर्दा चाहिँ यो स्मुथ भएको है। अब क्याप्सुल केले बन्छ भन्दा इट इज मेड बाई पोलिस्याकेराइड है। त्यही भएर यसलाई हामीले के भन्छौँ भन्दा पोलिस्याकेराइड भनेको त थाहा छ तिमीहरूलाई है, कार्बोहाइड्रेट, कम्प्लेक्स कार्बोहाइड्रेट है। पोलिस्याकेराइड क्याप्सुलले बनेको हुन्छ र यो क्याप्सुल हुने बित्तिकै के हुन्छ भन्दा इट इज भिरुलेन्ट है। भिरुलेन्ट भनेको के भन्दा चाहिँ यसले डिजिज कज गर्न सक्छ भनेको है। यसले चाहिँ इट क्यान कज निमोनिया है। स्ट्रेप्टोकोकस निमोनियाको एस स्ट्रेनले चाहिँ इट क्यान कज न्युमोनिया है। तर रफ स्ट्रेनले इट हैज नो क्याप्सुल, नो क्याप्सुल है। क्याप्सुल नभइसकेपछि इट इज नन भिरुलेन्ट, नन भिरुलेन्ट भइसकेपछि इट इज हार्मलेस, हार्मलेस है। ओके, अब क्याप्सुल भयो भने के हुँदो रहेछ भन्दा चाहिँ हाम्रो इम्युन सिस्टमबाट इभेड भएर सजिलै शरीरभरि फैलिन सक्दो रहेछ है क्याप्सुल भएर है। क्याप्सुल भएन भने यो खालको स्ट्रेनलाई चाहिँ हाम्रो इम्युन सिस्टमले सजिलै क्याप्चर गरेर मारिदिन सक्दो रहेछ है। यति कुरा बुझ्यौ है त। अब ग्रिफिथले 4वटा एक्सपेरिमेन्ट गरेका थिए है। 4वटा एक्सपेरिमेन्टमा चाहिँ सुरुमा उनले के गरे भन्दा उनले माइसमा है, उनले माइसमा के इन्जेक्ट गरिदिए भन्दा लाइभ एस स्ट्रेन इन्जेक्ट गरिदिए है। अब लाइभ एस स्ट्रेन इन्जेक्ट गर्ने बित्तिकै माइस के हुने भयो भन, माइस है, माउस डाइज है, किनकि एस स्ट्रेन इज भिरुलेन्ट है, इट क्यान कज निमोनिया, माउस डाइज। अर्को एक्सपेरिमेन्टमा के गरे भन्दा यही माइसलाई है, यही माइसलाई उनले के गरे फेरि लाइभ आर स्ट्रेन है, लाइभ आर स्ट्रेन इन्जेक्ट गरिदिए। अब के हुने भयो आर स्ट्रेन इन्जेक्ट गर्दा बायो के पढ़ावे हैं, बोटानिक है। बोटेनिक बोल्नु काल फिजिक्स भने फिजिक्स बोल न। माउस सर्भाइभ्स है, माउस सर्भाइभ्स। अब अर्को हेर त तेस्रो एक्सपेरिमेन्टमा चाहिँ उनले के गरे भन्दा यो माइसलाई हेर उनले के गरे भन्दा चाहिँ एस स्ट्रेन त लिए है, एस स्ट्रेन चाहिँ हिट किल गरिदिए है, हिट किल। अब हिट किल्ड एस स्ट्रेन गर्ने बित्तिकै अब त्यो हिटले त एस स्ट्रेनको डिएनएलाई त किल गरिदिने भयो हो, एस स्ट्रेनको डिएनएलाई त ड्यामेज गरिदिने भयो। भनिसकेपछि ब्याक्टेरियाले त्यो माइसलाई चाहिँ मार्न सकेन है। यसमा पनि के हुने भयो भन्दा चाहिँ माउस सर्भाइभ्स हुने भयो है। र फोर्थ एक्सपेरिमेन्टमा विच इज भेरी इम्पोर्टेन्ट है, उनले के गरे भन्दा त्यो माइसमा है हेर त हिट किल्ड है, हिट किल्ड एस स्ट्रेन लिए है, हिट किल एस स्ट्रेन लिए र लाइभ आर स्ट्रेन लिए। अब के भयो भन्दा माउस माउस मर्यो है, माउस डाइज। अब यहाँ के बुझ्न सकिन्छ भन्दा हेर त माइस थियो, एस स्ट्रेन आयो, एस स्ट्रेन इज भिरुलेन्ट, मर्यो, सक्यो। माइस छ आर स्ट्रेन, आर स्ट्रेन भनेको नन भिरुलेन्ट, हार्मलेस, माइस सर्भाइभ्स हो। अर्को भनेको माउस छ, माउसमा एस स्ट्रेन हिट किल छ। अब हिटले मार्ने बित्तिकै एस स्ट्रेनको डिएनए मर्ने भयो हो। भनिसकेपछि माइसलाई केही पनि भएन, सर्भाइभ हुने भयो
हो। फोर्थमा के भयो भन्दा माइस छ, हिट किल्ड एसिस्टेन्ट छ है। हिट किल्ड एसिस्टेन्टको डिएनए अब के हुने भयो भन्दा आर स्ट्रेन्डमा जाने भयो र आर स्ट्रेन्ड फेरि एसिस्टेन्टमा कन्भर्ट भएर माइसलाई मारिदिने भयो है। के भएको रहेछ यसमा भन्दा चाहिँ कन्क्लुजनमा के निकाले भन्दा ग्रिफिथले अब एक्सपेरिमेन्टको कन्क्लुजन त दिनु पर्यो। उनले के भने भन्दा समथिङ फ्रम द डेड एसिस्टेन्ट transformed the harmless R strand into a virulent form है। र ग्रिफिथले यो एक्सपेरिमेन्टलाई चाहिँ के भने भन्दा ट्रान्सफर्मिङ प्रिन्सिपल भने है। डिएनए इट इज द ट्रान्सफर्मिङ प्रिन्सिपल, इट हेज द ट्रान्सफर्मिङ प्रिन्सिपल भने है। ट्रान्सफर्मिङ प्रिन्सिपल भने प्रिन्सिपल र पछि यही प्रिन्सिपललाई अरू साइन्टिस्टहरूले प्रुभ गरे, एभेरी, मिक्लॉयड है, मेकार्टी, यी साइन्टिस्टहरूले चाहिँ प्रुभ गरे है त। भनिसकेपछि हामीले के आज पढ्यो भन्दा चाहिँ एउटा भनेको सर हजुर भने त त्यो कन्क्लुजनमा के गरेको अरे त्यो दुइटै उ गर्छ भन्न खोजेको हो, दुइटै खालको उ हुन्छ स्ट्रेन हुन्छ भन्न खोजेको हो। होइन, के भनेको भन्दा चाहिँ कन्क्लुजनमा रोक है, मैले भनिदिन्छु।